ए दिदी आज मलाई अलिकति पैसा चाहिएको थियो दिन्न मसँग भए पो दिनु किन चाहियो तिमीलाई चाहिँ पैसा आज मेरो स्कुलमा पिकनिक लाग्दैछ कि अनि 1500 जति चाहिएको थियो छ भने दिन्न म तपाईँलाई पछि फिर्ता दिन्छु छैन नि भाइ मसँग त मेरो तलबै आउने बेला भएको छैन नत्र भने दिन्थेँ साँच्ची मम्मीसँग माग न मम्मीले दिनुहुन्छ होला नि त नि मम्मी आज मेरो स्कुलमा पिकनिक लाग्दैछ कि 1500 जति दिन्न त्यत्रो पैसा खर्च गरेर किन जानु पर्यो पिकनिक होस् आज जानु पर्दैन पैसा नै छैन मसँग त हे मम्मी दिन्न भने झन् आफूलाई साथीहरूसँग कस्तो घुम्न मन लागिरहेछ 1500 मात्रै त हो नि दिन्न होइन यसले बिहान बिहान किन रिस उठाइरहेछ मलाई पैसा छैन भनेको सुनिनस् बुझ्छ छैन मसँग त तेरै दिदीसँग माग नदेऊ मलाई कसैले नि पैसा दिनु पर्दैन मैले काम गरेर पैसा कमाएपछि तिमीहरू कसैलाई नि दिदिनँ मान्छेलाई टेन्सन भइरहेको बेलामा ओइ के भयो भने इलो 1500 अनि तपाईँसँग छैन भने होइन छैन नि भाइको माया लागेर जुगाड गरेको नि तिम्रो फोन देऊ फोन चाहिँ फेरि किन नि पहिला फोन देऊ न मैले तिमीलाई बढ्दैमा दिएको होइन फोन अब तिमीले फोन यो पैसा फिर्ता गरेपछि मात्रै पाउँछौ मन रहेछ म चाहिँ कसरी फिर्ता गर्नु नि पैसा थाहा छैन मलाई ल तिमीले आफैले भनेको होइन पछि फिर्ता देऊ सापट्टि दिन्छ भनेर तिमीलाई चाहिँ मन रहेछ कि छैन भन ल छ ल